स्वागत छ थिङ्क पोइन्ट एडुमा, जहाँ ज्ञान, विचार र प्रेरणा एकै ठाउँमा भेटिन्छन्। यहाँ हामी विश्वका महान पुस्तकहरू, विचारहरू र सिद्धान्तहरू सरल नेपालीमा बुझाउँछौँ, ताकि तपाईले सोच बदल्न सक्नुहुनेछ, आफ्नो स्तर उकास्न सक्नुहुनेछ, जहाँ प्रत्येक विचार एक नयाँ परिवर्तनको सुरुवात हो। आज थिङ्क पोइन्ट एडुमा यस्ता महत्त्वपूर्ण दस्तावेजका बारे चर्चा गर्न गइरहेका छौँ। सन् 1848 युरोप क्रान्तिको आगोमा जलेको थियो। उद्योगको धुवाँले आकाश ढाकिएको थियो। श्रमिकहरू दिन-रात पसिनामा डुब्थे, तर सम्पत्ति पुँजीपतिहरूको हातमा मात्रै जम्मा हुँदै गइरहेको थियो। त्यसै समय दुई महान चिन्तक, कार्ल मार्क्स र फ्रेडरिक एङ्गल्सले एउटा घोषणापत्र लेखे, जसले संसारको सोच नै हल्लाइदियो, द कम्युनिस्ट म्यानिफेस्टो। Chapter 1. Bourgeois and Proletarians. मार्क्स र एङ्गल्सले भने, The history of all hitherto existing society is the history of class struggles. अर्थात्, मानव सभ्यताको इतिहास भनेको वर्ग सङ्घर्षको इतिहास हो। पहिले प्राचीन युगमा मालिक र दास, पछि सामन्ती युगमा जमिनदार र किसान, र अहिले आधुनिक युगमा पुँजीपति र श्रमिक, अर्थात् बुर्जुवा र सर्वहारा, बोर्जुवासी एन्ड प्रोलिटेरिएट। यो सङ्घर्ष सधैँ रहँदै आएको छ। औद्योगिक क्रान्तिले नयाँ संसार जन्मायो, जहाँ मसिनहरूले काम गर्छन्, तर मानवले बाँच्न सङ्घर्ष गर्छ। श्रमिक उत्पादन गर्छ, तर नाफा अर्कैले लिन्छ। यो हो पुँजीवादको कठोर सत्य। च्याप्टर 2, द राइज अफ द वर्किङ क्लास। प्रोलिटेरियन अर्थात् कामदार, जसको हातमा केही छैन, उसले आफ्नो जीवन बेचेर मात्र बाँच्छ। उसको श्रम बजारमा बेचिन्छ, उसको समय पैसामा तोकिन्छ। मसिन चलाउँछ, तर मसिन नै उसको मालिक बन्छ। मार्क्स भन्छन्, द वर्कर बिकम्स एन अपेन्डेज टु द मसिन। तर यही पीडाले चेतना जगाउँछ। श्रमिकहरू एक हुन थाल्छन्। कारखानै स्कुल अफ रेभोल्युसन बन्न थाल्छ। What the bourgeois produces above all are its own gravediggers. Their fall and the victory of the proletariat are equally inevitable. अर्थात्, पुँजीपतिले आफ्नै विनाशको बिउ रोपेको छ। श्रमिकहरूको विजय अब अनिवार्य छ। Chapter 3. Communist Ideas. कम्युनिस्ट भन्नाले के बुझिन्छ? मार्क्स र एङ्गल्स भन्छन्, हामी कुनै छुट्टै पार्टी होइन, हामी केवल सम्पूर्ण श्रमिक वर्गको हित बोल्छौँ। हाम्रो मुख्य उद्देश्य हो the abolition of bourgeois private property. In bourgeois society, private property is already abolished for 9/10 of the population. अर्थात् 90% मानिससँग केही छैन र बाँकी 10%ले सबै कब्जा गरेका छन्। कम्युनिजम व्यक्तित्व मेटाउने होइन, बरु मानव स्वतन्त्रता पुनःस्थापना गर्ने दर्शन हो। उद्देश्य संसाधन सबैको हातमा, केवल केहीको हातमा नभई। Chapter 4. 10 Measures of Change. मार्क्स र एङ्गल्सले परिवर्तनका लागि 10 मुख्य उपायहरू दिएका छन्। 1. भूमि र सम्पत्ति राज्यको स्वामित्वमा ल्याउने। 2. प्रगतिशील आयकर प्रणाली। 3. उत्तराधिकार अधिकार समाप्त गर्ने। 4. देशद्रोही र भागेको सम्पत्ति राज्यले लिने। 5. ब्याङ्क र क्रेडिट प्रणाली राज्यको नियन्त्रणमा। 6. यातायात र सञ्चारमा सार्वजनिक स्वामित्व। 7. राष्ट्रिय कारखाना र कृषि विकास। 8. सबैको लागि समान श्रम दायित्व। 9. कृषि र उद्योग बीच एकता। 10. बालबालिकाको लागि फ्री एजुकेसन र बाल श्रमको अन्त्य। यी उपायहरू पुँजीवादबाट समाजवाद र त्यसपछि साम्यवाद तर्फको बाटो हुन्। Chapter 5. The Final Call. मार्क्स र एङ्गल्स अन्त्यमा एउटा आह्वान गर्छन्, एउटा आवाज जसले इतिहास बदलिदियो। Workers of the world, unite. You have nothing to lose but your chains. You have a world to win. विश्वका श्रमिकहरू एक हौ। गुमाउने केही छैन, केवल जन्जिर मात्र। तर जित्नको लागि पुरै संसार छ। The thought that never dies. यो घोषणापत्र केवल राजनीतिक दस्तावेज होइन, यो मानव मुक्ति र समानताको दर्शन हो।
सयौं वर्ष बितिसक्दा पनि यसले आजको समाजलाई प्रश्न सोधिरहेको छ। कसको हातमा शक्ति छ? कसको पसिनाबाट संसार चलेको छ? Philosophers have only interpreted the world, but the point is to change it. कार्ल मार्क्स। मार्क्स र एङ्गल्सले संसार बुझ्न मात्रै होइन, परिवर्तन गर्न पनि प्रेरित गरे। यो थियो द कम्युनिस्ट म्यानिफेस्टो, कार्ल मार्क्स र फ्रेडरिक एङ्गल्सको अमर कृति। प्रस्तुतकर्ता थिङ्क पोइन्ट एडु। नलेज फर चेन्जका लागि लाइक, शेयर र सब्स्क्राइब गर्नुहोस्। अर्को भागमा हामी दास क्यापिटल र द 18th ब्रुमेयर अफ लुई बोनापार्टका गहिरा विचारहरूमा यात्रा गर्नेछौँ। हामीलाई सुनेर साथ दिनुभएकोमा धन्यवाद।